ल फाइनली गाइज हामी चाहिँ आज ग्यान्टिङ घुमेर अहिले हामी अमरकोट जाँदैछौँ। अहिले हामी चाहिँ आरसी4 तिर हिँड्दैछौँ। हामी 3 जना जाँदैछौँ। हाम्रो लिम्बू दाइ पनि पछाडितिर हुनुहुन्छ। हाम्रो रविन बोसको यता लाइक शेयर अनि सब्स्क्राइब गर्न चाहिँ नभुल्नु होला है गाइस। हामी चाहिँ अहिले वेलकम टु माई अमरकोटको हाम्रो चाहिँ यात्रा छ हैन च्यानल हैन। जोस आज एकदम रमाइलो भएको छ। हामी 3 दाजुभाइ चाहिँ हैन क्यान्टिङ घुमेर अहिले फेरि उता अमरकोट जाँदैछौँ हैन। एकदम वी आर सो प्राउड फिल। यस र हाम्रो एकजना आदरणीय दाइ पनि हुनुहुन्छ हैन। उहाँसँग जोस घुम्न पाउँदाखेरि अत्यारी मतलब म धेरै खुसी, धेरै आभारी छु म आज हैन। विरम्बना बस हैन। आज हाम्रो छुट्टी मिल्यो हैन। त्यो छुट्टी मिलेको खण्डमा चाहिँ आज हामी चाहिँ उता हिँडिरहेको छ। हामी बाटो क्रस गर्दैछौँ। माथिबाट गाडी आयो भने फेरि गाडीले उडाइदिन्छ। हामी अहिले बाटो क्रस गरिसकेका छौँ। के गर्नु, परदेश ठाउँमा यस्तै हो, गाह्रो छ। अनि के छ त अनि मेरो साथीहरूको हालखबर। हेलो, वेलकम टु माई अनदर ब्लग एभ्रिवान। सबैजनालाई ढोक दिया। फेरि पनि म एउटा ब्लग लिएर आइसकेको छु। कहाँनिर पार्किङ खोइ दिँदैन त होला। पहिला त यहाँ त पुरै हुन्थ्यो त है, अहिले त छैन। पहिला त यता त पार्किङै थियो, अहिले छैन। यो प्रतिबन्ध गरेको होला सायद। लगाइसक्यो। हामी चाहिँ 3 दाजुभाइ चाहिँ होइन आज ग्यान्टिङ घुम्यौँ र ग्यान्टिङ घुमेपछि चाहिँ सकेर चाहिँ हामी चाहिँ अमरकोट जाँदैछौँ होइन। जुन यो बाटो उकालोको बाटो छ, एकदम जङ्गलको बाटो छ। एकदम वातावरण होइन, एकदम रमाइलो ठाउँ छ। सो यो ब्लग हेर्दै हुनुहुन्छ भने प्लिज स्क्रिप्ट नगरिकन अन्तिमसम्म हेरेर पनि सपोर्ट गरिदिनु होला। यहाँ नयाँ जोडिनु भएको छ भने प्लिज लाइक सेयर अनि सब्सक्राइब पनि गर्न नभुल्नु होला। र आजको हाम्रो यात्रा एकदम रमणीय र रमाइलो भइरहेको छ। सो यो यात्रा गर्नका लागि चाहिँ हामी 3 पात्र छौँ र हामी 3 पात्र मध्येमा पनि विशेष 2 पात्र हुनुहुन्छ। एकदम म खुसी छु हैन। एकदम घाम लागिरहेको छ। हाम्रो च्यानललाई सब्सक्राइब गर्नु होला, लाइक गर्नु होला, सेयर गर्नु होला। हाम्रो चाहिँ अहिले बाटो उकालोको छैन। अब जङ्गलतिर जान नै पाइयो यसो रमाइलो गर्न होइन। जङ्गलतिर गएर यसो रमाइलो गर्न पाइयो होइन। त्यही त यसो अब घाम धेरै लागिरहेछ, यसो एकदम घाम लागेर होइन। ल लिम्दै हाम्रो च्यानललाई यसो यो 1-2 शब्द भनिदिनु त। न तपाईँले बोल्यो भने न हाम्रो सब्सक्राइब बढ्छ कि न। न 1-2 जनाले न यस्तो हाम्रो दाइको पुरा सुनिदिनु हुन्छ कि। फेरि हाम्रो दाइ चाहिँ हाम्रो गाइसहरूलाई देखेर अलिकति लजाउनु भएको छ क्या। सो हामी चाहिँ अलिक नलजाउने खालको पऱ्यौँ। 1 नम्बर त मै हो लजाउने। ल हामी यस्तो जङ्गलको बाटो हिँडिरह अमरकोट जाँदै हो। जो आजको हाम्रो भ्रमण ठिक छ नि होइन, भिजिट एकदम। जो हाम्रो लिम्बू दाइ चाहिँ गाइड हो आजको। हजुर, आज चाहिँ एकदम म प्राउड फिल छु होइन। किनभने अब हाम्रो राजु बोस चाहिँ नेपालबाट 10 तारिक आएर आज भनेको 14 तारिक भइसक्यो होइन। 4 दिन भइसक्यो उहाँ आउनु भएको। सो त्यो अवसरमा चाहिँ हामी चाहिँ आज यसो थोरै रुमबाट आउटसाइडतिर हामी घुम्न निस्केका छौँ होइन। सो त्यो घुम्ने क्रममा नै हामी पनि त्यतैबाट
यसो होइन कुराकानी गरेर हामी पनि यसो बाटोहरू बताइरहेछौँ अमरकोटको लागि होइन सो वी आर सो प्राउड प्लिज एभ्रीवन लाइक सेयर एन्ड सब्सक्राइब युट्युब च्यानल एकदम उकालोको बाटो छ होइन धेरै सास परिरहेछ होइन गाइसहरू हाम्रो लिम्बू दाईबाट पनि केही जाओस् त लिम्बू दाई पारा देखाइदिनु न हामी हेरेको हेरे कहाँनिर ढ्या 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 भन्छ त देख्दै देख्दैन त यो चाहिँ लगभग 50-60 वर्षको बिल्डिङ होला अलिक पुरानै भइसक्यो बाहिरबाट हेर्दा त भूत बङ्गला जस्तो भइरहेछ अब केही वर्षपछि चाहिँ कलर सलर लगाएर फेरि नयाँ बनाउँछ क्या यहाँ विदेशीको मान्छेहरूको विदेशीलाई सक्दैन क्या हामीले हो सक्दैन र यो चुनौती चाहिँ नेपाल सरकारलाई जाओस् किनकि नेपाल सरकारलाई ध्यान आकर्षण गर्न आवश्यक छ हाम्रो नेपालमा पनि असम्भव भन्ने कुरा केही पनि छैन तर सरकारले यदि सही लगानी गर्ने हो भने अवश्य पनि हाम्रो देश हाम्रो डेभलपमेन्ट अलिकति राम्रो हुन्छ भन्ने चाहिँ हामी आम जनता होइन जनताले पनि एउटा सोचेका छौँ किनकि लाखौँ युवाहरू दिनहुँ 1500-2000 इन्टरनेसनल एयरपोर्टबाट किन आउट कन्ट्रीतिर जान्छन् यो भनेको नै आफ्नो देशमा रोजगार सिर्जना गर्न नसक्नु हो र नेपाल सरकारले यो चुनौती भोग्नै पर्छ ल यो हाम्रो यो भिडियो चाहिँ हाम्रो बालेन दाइसम्म पुगोस् सुन्नु नि परोस् र नेपाल सरकारले एकदम कान ठाडो पारेर होइन यो सुन्न आवश्यक छ त्यो सेरे र केपी ओलीलाई चाहिँ खोडा हान्नुपर्छ सबै जनताहरू मिलेर यसो जङ्गलतिर डुलाउन जानुपर्छ डुलाउन लानुपर्छ त्यो कुकुर बान्ने साङ्ला बान्ने अनि अगाडि लखाट्ने अनि हामी चाहिँ पछाडिबाट यसो यो बाटो नि देखाइदिनु न हेर्नु त यो जङ्गलको बाटो चाहिँ यस्तो पिच हुन्छ भने यसो ल हेर्नुहोस् यो जङ्गलको बाटो हो जङ्गलको बाटोलाई पनि यस्तो पिच गरेर राखेको छ यताको हाम्रोतिर त के छ र हाम्रोतिर त हिँड्नुलाई पनि गाह्रो हुन्छ खाल्डा खुल्डी भएर नयाँ गाडी कुद्ने न केही कुद्ने गाडी साडी कुट्दैन मान्छे हिँड्ने बाटो हो मान्छे हिँड्ने बाटोमा नि पिच गरेर राखेको छ यता पछाडि चाहिँ पुरै जङ्गल हो पुरा फ्ल्याटै जङ्गल छ तर एकदम सास बढिरहेको छ गाइसहरू हेर्नुहोस् यति उकालो छ कि बाटो हेर्नुहोस् त उकालो यति उकालो तर म यो देखाउन चाहन्छु सरकारलाई देखाउन चाहन्छु र चुनौती पनि दिन चाहन्छु कि नेपालमा होइन यतिको पिच भएको सडकहरू भएको भए पक्कै पनि राम्रो हुन्थ्यो र हाम्रो देशमा दुर्घटना हुने थिएन होला तर यो बाटो तपाईँले देख्दै हुनुहुन्छ यो एकदम जङ्गलको बाटो होइन तर मात्र यहाँ 1-2वटा घरहरू छन् होइन त्यो 1-2वटा घरको लागि पनि यति जङ्गलको बाटोमा पिच बनाएको छ कि तर नेपाल सरकारले हाम्रो देशमा अझै पनि ध्यान आकर्षण गर्नु आवश्यक छ होइन किनभने मेरो ब्याकग्राउन्डमा तपाईँले यो जुन यो नेटवर्क देखिरहनु भएको छ नि हेर्नुहोस् जब यति एउटा सानो एउटा क्षेत्रको लागि यत्रो लगानी गरेको छ सरकारले किनकि सरकारलाई यो ध्यान आकर्षण गराउन चाहन्छु म किनकि हामी जस्तो युवाले होइन आफ्नै देशमा केही गर्नुपर्ने सिलसिलामा चाहिँ अरूको देश गएर चाहिँ होइन आफ्नो पसिना बेच्नुपर्ने स्थिति छ र यो कुरा पनि हाम्रो प्रतिनिधि सरकारहरूले बुझ्न आवश्यक छ
ड्रोन पनि यो ग्यान्टिङमा ड्रोन उडाउन दिन्छ कि दिँदैन अरूलाई? दिँदैन होला। त्यसको पनि सीमित हुन्छ क्या। मलाई एलाउड छ कि छैन त्यो हुन्छ क्या। कुनै यस्तो धार्मिक स्थलतिर त दिँदैन नि ड्रोन उडाउनु। यहाँ त खतरा देखिन्छ यहाँ। त्यो अस्ति नै बल्ल उकालोको बाटो चल्यो। आगो लागि हुँदाखेरि त हाल्नु हुँदैन भनेर थियो, हाल्यो, कतिले हाल्यो। यस्तो चाहिँ कस्तो हुन्छ भने अलिकति ठिक ठुल्ठुलो यो युजरहरूले चाहिँ गर्दा त्यो हुन्छ होइन। नर्मललाई चाहिँ अलिकति त्यही त नि हेर्ने। एकदम सास बढ्यो। अब चाहिँ हाम्रो गन्तव्य पुग्नलाई अलिकति थोरै टाइम छ। अब चाहिँ हाम्रो ओह्रालो मात्रै छ। के बनाउँदैछ त्यहाँनिर? जाने बाटोमा पिलर गाडेर चाहिँ माथि के बनाउनु लाग्यो कहाँ? यो मनतिर लगाइसहरू अहिले चाहिँ उकालो यस्तो बाटो नि हिँड्नुपर्छ क्या नेपाल साथीहरू। यो चाहिँ अहिले करेक्टली फ्रम होइन ग्यान्टिङ आइल्यान्ड मलेसिया। हेर्नुहोस् जङ्गलको बाटो छ होइन, एकदम डरलाग्दो ठाउँ पनि छ। अलिकति लेक साइड पनि छ होइन। यहाँ चाहिँ अब गर्मीभन्दा बढी चाहिँ अलिकति जाडो हुन्छ होइन। एकदम वेदरहरू एकदम च्यालेन्जिङ वेदरहरू छ यहाँ चाहिँ होइन। अब पानी परेकै हुन्छ दिनमा, घाम एकछिन देखा पर्छ एकैछिनमा हराइहाल्छ होइन, त्यस्तै हो। अब चाहिँ हामी लगभग आफ्नो डेस्टिनेसन आइसकेको छौँ। सो जङ्गलको बाटो होइन एकदम गाह्रो छ हेर्नु है। यहाँ यति गाह्रो छ कि यस्तो ठाउँ छ। खै राजु त कहाँ हराउनु हो? ल हाम्रो गन्तव्य चाहिँ यो ठाउँ हो। यो बिल्डिङ हो हेर्नुहोस् यस्तो ठाउँ छ। यो मेबी यो थोरैमा पनि 20-25-30 वर्ष हुनुपर्छ यो बिल्डिङ होइन। मेबी आई थिङ्क होइन, अब कति भयो त्यो त एक्चुअली मलाई थाहा छैन। 25-30 त्यस्तै समथिङ होला होइन। सो एकदम यो बिल्डिङ धेरै पुरानो बिल्डिङ पनि रे। यसलाई चाहिँ अलिकति रङरोगन गरेर चाहिँ यो बिल्डिङ चाहिँ मा चाहिँ मान्छेहरू बस्ने अनि राख्ने चलन रहेछ यहाँ चाहिँ होइन। हेर्दाखेरि त अब नेपालको तुलनामा यो त हिरै बिल्डिङ हो होइन। तर यहाँको एउटा प्राविधिक इन्जिनियरिङ इस्टिमेट अनुसार चाहिँ यो बिल्डिङ चाहिँ अब धेरै वर्ष भइसकेको छ अरे, पुरानो भइसकेको छ भन्ने कुराहरू चाहिँ मैले यहाँ जानकारी पाएको छु होइन। सो यो बिल्डिङ चाहिँ भने पुरानै भए पनि अब आउट कन्ट्रीको हिसाबमा चाहिँ के हुन्छ इन्जिनियरको इस्टिमेटमा चाहिँ के हुन्छ भन्दाखेरि यो कति वर्ष होइन 50 वर्ष पुरा भइसकेपछि चाहिँ यो बिल्डिङलाई चाहिँ स्वत रूपमा यो बिल्डिङलाई चाहिँ फेरि भत्काउनु पर्नेछ भन्ने कुराहरू प्रायः हुन्छ होइन। छ पनि होइन, त्यस्तै छ अब नियममा होइन। र यो बिल्डिङ चाहिँ 50 वर्ष क्रस हो कि अब कति भएको यो थाहा भएन होइन एक्ज्याक्टली चाहिँ। तैपनि यो एकदम अहिले त धेरै पुरानो होइन, पहिला त धेरै पुरानो थियो 2-3 वर्ष अगाडि त। अहिले त यो रङरोगन गरेर अलिकति हेर्न सक्ने चाहिँ भएको छ। र अहिले फेरि पनि त्यस्तै भइसकेको छ। अब त्यो रङ लगाएपछि त एकदम यो पनि सुपर हिरो भइहाल्छ। त्यो देखिरहनुमा चाहिँ त्यो अलिअलि फोटोहरू छ होइन। त्यो चाहिँ अब जब पेन्टिङ हुन्छ अनि फेरि यो बिल्डिङ राम्रै देखिन्छ। तर प्राविधिक इस्टिमेट अनुसार त यसको डेट एक्सपायर भइसकेको हो एकदम। अब भिडियो बनाउन पनि एकदम दुःख छ है गाइसहरू। यसो लाइक सेयर कमेन्ट सब्सक्राइब चाहिँ गरौँ। एकदम हात पनि दुखिरहेको छ कि यहाँ मोबाइल हटाउनुले। हावा चलिरहेछ एकदम मिठो हावा चलिरहेछ गाइसहरू है। ओह्रालोको बाटो छ गाइसहरू। ल गाइसहरू हामी चाहिँ अलरेडी आफ्नो डेस्टिनेसन आइसकेको छौँ होइन। बिल्डिङ आइसकेको छौँ होइन। अब एकछिन हामी चाहिँ माथि जान्छौँ होइन। केस काट्नुपर्ने चाहिँ विशेष त यहाँ आउनको कारण केस काट्न। मेरो केस एकदम लामो भइसक्यो गाइसहरू होइन। सो केस काट्नको लागि धेरै लामो केस पाल्दाखेरि पनि अब दुब्लाइन्छ अरे नि त होइन। दुब्लाइन्छ अरे अनि अब कतिपय अहिले त कस्तो छ भने अब स्टाइल गर्छ भन्छन् पनि प्रायः है मान्छेले। तर स्टाइल चाहिँ होइन,
अब के हुन्छ भने अब आफूले ड्युटी गर्ने डिपार्टतिर चाहिँ के हुन्छ भने अब एस्कुस हुन्न क्या, यो यस्तो लामो केसलाई एस्कुस दिँदैन, त्यही भएर इस्कुस नदिएको कारणले गर्दाखेरि केस अलिक छोटो पार्नुपर्छ होइन। केस पनि कस्तो कस्तो यार। हामी चाहिँ अलरेडी आइसकेको छौँ गाइसहरू होइन। यो मेरो ब्याकग्राउन्डको देखिराख्नु भएको छ, यो के मार्केट हो है। यो के मार्केट चाहिँ भनेको चाहिँ अमरकोटको के मार्केट हो होइन। हामी चाहिँ लगभग आइसकेका छौँ होइन। अब हामी चाहिँ भित्र इन्ट्री गर्दैछौँ। जुन इन्ट्री गर्ने ठाउँ पनि यही हो, यहाँबाट हामी छिर्छौँ गाइसहरू है। हामी छिरिसकेका छौँ गाइसहरू होइन। ल गाइसहरू हामी चाहिँ अलरेडी बिल्डिङभित्र छिरिसकेका छौँ होइन। अहिले चाहिँ हामी लोबीमा छौँ होइन। अब हामी माथि केस काट्ने ठाउँमा जान्छौँ, हेयर कटिङ गर्ने ठाउँमा जान्छौँ। हेयर कटिङ हुन्छ त्यो ठाउँमा हामी गएर चाहिँ मेरो केस काट्छौँ होइन। अनि अस्तिदेखि केस काट्नै भ्याएको छैन कि, अनि आज चाहिँ ठ्याक्कै विरम्बनावश होइन छुट्टी मिल्यो। त्यही छुट्टी मिलेको खण्डमा आज किनकि टाइमको पनि सदुपयोग गर्नुपर्छ होइन। सो केस काट्न आएको छु होइन साथीहरूसँग। एकदम गर्मी पनि भएको छ क्या हिँड्नाले। ओके म चाहिँ अहिले अलरेडी होइन केस काट्ने ठाउँमा आएको छु गाइसहरू। केस काट्ने ठाउँमा आएको छु। सो मेरो भिडियो चाहिँ अब यति होला होइन। सायद यहीँ मेरो भिडियो इन्डिङ हुनेछ। सो यतिसम्म तपाईँले हेरेर साथ दिनुभयो, धेरै धेरै धन्यवाद। अब म केस काट्छु होइन। ओके सबैजनालाई ह्याभ यु नाइस डे। ओके बाई।